आलु बखडा एक स्वादिलो र स्वास्थ्यवर्धक फल। नमस्कार, आज म हजुरहरूलाई एउटा स्वादिलो, पोसिलो र उपयोगी फल आलु बखडाको बारेमा केही रमाइला कुराहरू सुनाउनेछु। यो फल हाम्रो स्वास्थ्यका लागि अति नै लाभदायक हुन्छ। आलु बखडा सानो तर गजबको फल। यसमा हुन्छ भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट, फाइबर। यिनै कारणले गर्दा यो फल हाम्रो शरीरको लागि एकदमै लाभदायक हुन्छ। हामीले आलु बखडा खाँदा पाउने फाइदाहरू यस प्रकारका छन्। पाचन सुधार गर्छ, कब्जियत कम गर्छ, मुटुको स्वास्थ्य राम्रो बनाउँछ, तौल घटाउन सहयोग गर्छ, रक्तचाप र चिनी सन्तुलनमा राख्छ, छालालाई चम्किलो र कोमल बनाउँछ, रोगसँग लड्ने क्षमता बढाउँछ, मस्तिष्कको कार्यशक्ति र स्मरण शक्ति सुधार गर्छ। तर एउटा कुरा चाहिँ ध्यानमा राख्नुपर्छ है, धेरै खाँदा ब्लड सुगर बढ्न सक्छ, ग्यास, फुलावट, अपचको समस्या आउन सक्छ। त्यसैले मात्रामा खानेकुरा कहिल्यै बिर्सन हुँदैन। अब कुरा गरौँ आलु बखडाको स्वादिलो जामको। आज म आफ्नै बगैँचाको ताजा आलु बखडाबाट जाम बनाउन लागेकी छु। प्रक्रिया अति नै सजिलो छ। फल टिपेर सफा पानीले राम्ररी पखाल्ने, बिउ झिकेर गुदी मिक्सरमा पिस्ने, गहिरो भाँडामा राख्ने र गुदी बराबरको चिनी मिसाउने। कडा आँचमा 25 देखि 27 मिनेटसम्म पकाउने, निरन्तर चलाइरहने। पाकिसकेको जाम पानी परीक्षण गरेर हेर्ने। फिजियो भने अझै पकाउनु पर्छ, तल बस्यो भने जाम तयार भयो। अब तयार भएको जामलाई एकछिन सेलाउन दिने। अब सेलाएको जाम सफा सिसीमा राख्ने अनि हेर्नुहोस् त, कुनै रङ, कुनै रासायनिक पदार्थ बिना घरमै बनेको स्वादिष्ट र स्वास्थ्यवर्धक जाम। यो जाम रोटी वा पाउरोटीमा लगाएर खाँदा बजारको भन्दा अति नै मिठो हुन्छ। यस्तो उपयोगी र स्वादिलो फल आफ्नै बगैँचामा फलेको कुरा हजुरहरूसँग बाँड्न पाउँदा मलाई एकदमै खुसी लागेको छ। अर्को भिडियोमा म हजुरहरूलाई मेरो बगैँचाको अर्को फल र त्यसको उपयोगको बारेमा जानकारी दिनेछु। हजुरहरूको लाइक, सेयर र सब्सक्राइबले मलाई थप यस्ता जानकारीमूलक र रमाइला भिडियो बनाउन प्रेरणा दिन्छ। हाँसोका साथ बाँचौँ, स्वस्थ रहौँ, मस्त